नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेम मत। आज तपाईँ टाढा होइन है, काठमाडौँमै रहेको जम्मा आनाको 6 लाखदेखि 6.5 लाखको जग्गा पाउनुहुनेछ। त्यो पनि ठुलो 20 फुटे बाटोमा। तपाईँले 4 आना, 4.5 आना, 5 आनाको टुक्रा लिन्छु भन्दा जम्मा आनाको 6,50,000ले नै पाउनुहुन्छ। गाउँ समाज बस्तीहरू पानीको बत्तीको प्रशस्त मात्रामा सुविधा रहेको ठाउँमा तपाईँलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको किमा रहेको जग्गा यही नै हो। अब तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु। यहाँ वरिपरि किला ठोक्नु भएको छ होइन। तपाईँले यो टुक्रा लिन्छु भन्दा पनि तपाईँलाई छुट्याएर चिटिक्क मिलाएर रुमाल आकारको जग्गा बनाएर दिनुहुन्छ। यो पुरै लिन्छु भन्दा पनि 3वटा टुक्रा मजाले बन्छ। तपाईँले टुक्रा ल्याएर के गर्न पनि सक्नुहुन्छ, घर बनाएर आनन्दले बस्न पनि सक्नुहुन्छ है त। अब यो अगाडिसम्म रहेको छ। यो स्टेप गरेको बारी रहेको छ है। भिर पाखो पहिरो जाने खोलाले बगाउने केही छैन है त। हाइटमा रहेको चिटिक्क मिलेको जग्गा जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु। किनकि तपाईँले यो पुर्खौली बसेको जग्गा जमिन बसेको छ, घरहरू बनिसकेको छ साइडमा होइन। त्यो हुँदा पहिरो जाने पुरा हो कि खोलाले बगाउला कि भन्दा केही टेन्सन लिनु पर्दैन है। एकदमै राम्रो जग्गा रहेको छ। यतापट्टि अगाडिको यो किला हेर्न सक्नुहुन्छ। त्योभन्दा अगाडिपट्टि यो पिल्लरवालै घर रहेको छ। घरको साइडमा हेर्न सक्नुहुन्छ खाली जग्गा र त्यहाँनिर किला ठोकेको छ है। त्यहाँदेखि सिधा सर र अगाडिसम्म जान्छ है त यो जग्गा। हेर्न सक्नुहुन्छ अगाडिसम्म सिधै जान्छ। त्यहाँदेखि सिधै यता पानी टङ्कीसम्म माथि पानी टङ्की रहेको छ त्यहाँसम्म आउँछ। अब तपाईँलाई माथि आएर बाटोको दृश्य पनि देखाउनेछु। टक्क यहाँनिर 20 फुटे यो बाटो पाउनुहुन्छ तपाईँले। अगाडि जग्गाको अगाडि दक्षिण फेस गरेको यो बाटो रहेको छ है। ठ्याक्कै बाटोको साइडमा यो पुरानो प्लोटिङ। यहाँनिर तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ। आनाको 8 लाख 9 लाखले कारोबार भइसकेको छ भने पानीको टङ्की अगाडि भयो, बत्तीको पोल पाउनुहुन्छ। यो जग्गाको ठ्याक्कै माथिपट्टि पनि राम्रो राम्रो घरहरू छ भने यो साइडमा पनि राम्रो राम्रो घरहरू बनेको छ है त। अब तलपट्टि पनि मजाले घरहरू बनेको छ। जग्गामा टक्क अहिले पनि गाडी आउँछ। सरर गाडी ल्याएर घर बनाएर आनन्दले बस्छु भन्दा पनि मिल्यो। यो जग्गा लिँदै गर्दा फाइदा के? 1 नम्बरमा यो एरियाको सबैभन्दा राम्रो जग्गा भन्दा पनि हुन्छ। 2 नम्बरमा राम्रो मात्रै भएर त भएन नि, सस्तो पनि छ। आएर हेर्नुहोस् बुझ्नुहोस्, यो एरियाको सबैभन्दा सस्तो जग्गा भन्दा पनि हुन्छ है। अब 3 नम्बरमा भनेको यो हाइटमा रहेको हुँदा हिमालको भ्यू हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने। ठ्याक्कै यो जग्गाको पारिपट्टि ठुलो गुम्बा पनि रहेको छ। अब जताबाट आउँदा पनि सेन्टर लोकेसन। यो जग्गामा आउनको लागि 3वटा बाटो रहेको छ है। तपाईँहरू काठमाडौँमा हुनुहुन्छ या भक्तपुर ललितपुर जताकतैबाट पनि आउन सक्नुहुन्छ है त। काठमाडौँको रिङ रोड चाबेल हुँदै बौद्ध जोरपाटी हुँदै साखुभन्दा अलिकति माथि बज्रयोगिनी मन्दिरबाट पनि आइपुग्नुहुन्छ। यो डाँडा कटेरीमा रहेको। तपाईँहरू यता तलबाट पनि आउन सक्नुहुन्छ, पारिबाट पनि आउन सक्नुहुन्छ है। अब यस्तो राम्रो जग्गा लिन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। नि यति राम्रो जग्गा हेरिसक्नु भयो, मन पारिसक्नु भयो, किनौँ लाग्यो होला, पक्कै पनि लागिसक्यो। यो जग्गा ज्याड लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका वडा नम्बर 4 डाँडा कटेरीमा रहेको। टक्क यो अगाडिपट्टि यो प्लोटिङको हेर्न सक्नुहुन्छ। आनाको 7-8ले कारोबार भइसकेको छ है। त्यही जग्गासँग सटेको ठाउँमा है। हेर्नुहोस् यस्तो राम्रो जग्गा। जम्मा आनाको टुक्रा लिनुहुन्छ भने 6.5 लाख मात्रै राख्नु भएको छ। 13.5 आना चान्चुन जग्गा लिनुहुन्छ भने 13 आना 3 पैसा जग्गा लिनुहुन्छ भने जम्मा आनाको धेरै होइन है, 6 लाख मात्रै राख्नु भएको छ। अब यो जग्गा लिँदै गर्दा फाइदा के? बत्तीको पोल अगाडि, खाने पानीको टङ्की ठ्याक्कै जग्गाको अगाडि, गाउँ समाज बस्तीहरू बसिसकेको, स्कुल नजिकै। यो जग्गा हाइटमा रहेको हुँदा पुरै हिमालको भ्यू हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने यस्तो राम्रो जग्गा तपाईँहरूले एकदमै सस्तो मूल्यमा पाउनुहुन्छ। अब ढिला नगर्नुहोस् है। यो एरियामा कारोबार भएको मूल्यभन्दा पनि आजभन्दा 1-2 वर्ष अगाडि कारोबार भएको मूल्यभन्दा पनि सस्तोमा रहेको छ। मौकाको फाइदा उठाइहाल्नु होला। साइडमा हेर्नु न, जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।